Hello everyone, Bimal हाल चाहिँ अहिले जकार्ता इन्डोनेसियाबाट यदि कोही नेपाली इन्डोनेसिया आउँदै हुनुहुन्छ भने यसको लागि सानो इन्फर्मेसन नेपाली पासपोर्ट होल्डर्सको लागि चाहिँ दिँदैछु। यो लास्ट लाग्ने पासपोर्ट आम प्राउड टु बी नेपाली भने छट्टी फुलाडाङ हिँडिन्छ। विदेशको यो इमिग्रेसन विभागतिर छिर्दाखेरि चाहिँ नेपाली पासपोर्ट देखाउँदा चाहिँ लाज लाग्नुपर्ने अवस्था छ, किनभने नेपालको सिस्टम नेपाली पासपोर्ट ऱ्याङ्किङ यसको भेल्यु कतिको छ भने जो कोही विदेशतिर घुमिरहनुहुन्छ भने उहाँलाई थाहा होला। नेपालमा बसेर त्यो विदेश नगएकोहरूलाई चाहिँ उनीहरूले गाली गर्ला होइन। त्यो त्यो भोग्नेहरूलाई थाहा हुन्छ कि अनि यो इन्डोनेसिया बाली या जकार्ता या जाभा आइल्यान्ड कहीँ पनि आउँदै हुन्छ भने यो अनिवार्य चाहिन्छ। यो चिजहरू चाहिँ मैले भन्न गएको छु। अनि बाली चाहिँ इन्डोनेसियामा पर्छ है क्या। यो विदेशमा हुँदा चाहिँ नेपाल कहाँ पर्छ भनेर थाहा हुँदैन है। अनि माउन्ट एभरेस्ट थाहा छ, द हाइएस्ट माउन्ट इन द वर्ल्ड भनेर चाहिँ यहाँ थाहा छ हो। त्यो चाहिँ नेपालमा पर्छ भने नेपाल देशलाई चिनाउनु पर्ने हुन्छ। यसरी नै इन्डोनेसियामाहरूको पनि समस्या छ एउटा। इन्डोनेसिया कहाँ पर्छ भनेर चाहिँ कोहीले चाहिँ थाहा छ सबैले, तर बाली चाहिँ इन्डोनेसियामा पर्छ भने थाहा हुँदैन। त्यो होला, यो बाली चाहिँ इन्डोनेसियामा पर्छ है। अनि यो इन्डोनेसियाको यो बालीको एयरपोर्टमा आइपुगे पनि जकार्तामा आइपुग्यो भने यो के चाहिन्छ त, सबभन्दा पहिला त नेपालमा त्यो भ्यालिड पासपोर्ट 6 महिनाभन्दा बढी भएको चाहियो। एन्ड देन नेपाल आउँदा चाहिँ दुईवटा अप्सन छ है। एउटा अनलाइन एप्लाई गरेर अनलाइन भिसा एप्लाई गर्न सकिन्छ। एउटा म्यानुअलको लागि चाहिँ नेपालको लाजिमपटमा छ इन्डोनेसियन कन्सुलर, त्यहाँ पनि नेपालीहरू नै हुनुहुन्छ। पहिलोचोटि थाहा थिएन, त्यही भएर खोज्दै गएको राम्रोसँग मलाई हेल्प गर्यो त्यो नेपाली बहिनीहरूले। एन्ड देन यसको लागि चाहिँ तपाईँहरूले पासपोर्ट साइजको फोटो एउटा, एन्ड देन यसको शुल्क चाहिँ 28,000 नेपाली लाग्छ र भिसा आइपुग्ने बेला चाहिँ आइपुग्ने टाइम चाहिँ म्याक्सिमम् 10 डेज है। अनि तपाईँ भिसा आइपुगेपछि मात्रै टिकट काट्नु होला। अनि भिसा चाहिँ बङ्गलादेश ढाका लगेर जापानमा आउँदो रहेछ। पास बुझाउनुपर्छ अनि तिनीहरू चाहिँ एउटा फर्म हुन्छ, फर्म फिलअप गरेर चाहिँ पासपोर्ट साइजको फोटो चाहिँ दिइरहनु पर्छ, कन्ट्याक्ट नम्बर। अनि त्यसपछि तपाईँको भिसा आइपुगिहाल्यो भने उनीहरूले चाहिँ इन्फर्मेसन दिन्छन् पासपोर्ट भिसा लिएर। अनि एयरपोर्टमा पुग्ने है नेपाली इमिग्रेसन विभाग, नेपालको अध्यगमन विभागमा थाहै छ। कोही विदेश आउने जाने गर्दै हुन्छ भने त्यहाँ के हुन्छ, विदेशमा जति इजिली छिर्न दिन्छ नेपालमा दिँदैन। विदेश जानुहुन्छ त्यसको क्राइटेरिया यो खोइ त्यो खोइ दुनियाँ दिवाना, सायद पैसा दियो भने छिराइदिन्छ होला, जेसुकै गर्नु पर्ने होला नि त। अनि किन चाहियो भने यो सब आउँदा त्यही माग्छ नि, भुत्रको माग्छ नि। विदेशमा चाहिँ प्रायः यसै सिङ्गापुर जाने हुन्छ, सिङ्गापुरमा त्यो सबै अनलाइनमा फर्म भरेको हुन्छ, पासपोर्ट स्क्यान गरेर सिधै। इन्डोनेसिया पनि त्यही हो, मलेसिया पनि त्यही हो। अनि इन्डोनेसिया आइपुग्दा चाहिँ आउने बेलामा चाहिँ उनीहरूले चाहिँ मेरो भिसा त छ, म्यानुअल भिसामा सुरुमा लगाएको म्यानुअल भिसा यस्तो हुन्छ है गाइस। अनि देन यो भिसा छ, रिटर्न टिकट अनिवार्य चाहिन्छ नेपाल इमिग्रेसन विभागलाई को लागि।
अनि तपाईँको भिसा, पासपोर्ट, रिटर्न टिकट, अनि तपाईँसँग कति पैसा छ भने चाहिँ $60को त्यो चाहिँ एयरपोर्टभित्र नै हान्छ, साट्न सकिन्छ। छैन भने चाहिँ बाहिर यो काहीँ या थामेलतिर या काहीँ मनी चेन्जरमा या आइएमईतिर गएर साट्न सक्नु या ब्याङ्कहरूतिर साट्न सक्नुहुन्छ। यहाँलाई यो छापिन्छ। एन्ड देन तपाईँलाई नेपाली एयरपोर्टबाट बान्ला छिर्न दिन्छ। र इन्डोनेसिया आइपुगेपछि यहाँ चाहिँ इन्डोनेसियाको चाहिँ एराइभल कार्ड भर्नुपर्ने हुन्छ। अहिलेको नयाँ हालसालै सिस्टम सुरु भएको हो। म लिङ्क राखिदिन्छु त्यहाँ, भिसा, अनलाइन भिसा र यो एराइभल कार्ड भर्ने दुईवटा लिङ्क राखिदिन्छु। यदि कोही आउनुहुन्छ भने त्यहाँबाट यो थ्रु टेलिङबाट गएर चाहिँ भरेर आउनु सक्नुहुन्छ। अनि त्यो एराइभल कार्ड चाहिँ भरेर आएर इमिग्रेसनमा सो गरेर सिक्न सक्छ। या रेकमेन्डेड अनलाइन भिसाको लागि नै, किनभने अनलाइन भिसा चाहिँ यसमा केही पनि चप्नु हुँदैन। यु हेभ टु प्रिन्ट आउट त्यो भिसाको, अनलाइन भिसाको प्रिन्ट आउट गरेर चाहिँ लिएर आउनु होला, इजी हुन्छ देखाउनुलाई। अनि त्यो अनलाइन भिसा चाहिँ किनभने चाहिँ रेकमेन्डेड हुनुहुन्छ, त्यहाँ चाहिँ अहिले चाहिँ पासपोर्ट स्क्यान, मेन पेज स्क्यान गरेर छिरेर जानु पाउँछ। सिस्टमहरू चेन्ज भएको छ अहिले। अनि म्यानुअलको लिएर आउनु भने चाहिँ यु हेभ टु गो थ्रु द इमिग्रेसन अफिसर्स एन्ड दे निड द रिक्वायरमेन्ट्स, यो रिटर्न टिकट, एभ्रिथिङ के चाहिन्छ, भिसा के छ, के को लागि आएको, कहाँ जाने, कति दिन बस्ने, एभ्रिथिङ देखाउन आएको छु। सो रेकमेन्डेड अनलाइनको भिसा नै ठिक छ है। अनि यदि म्यानुअली आउनुभएको छ भने अहिले चाहिँ क्युआर सिस्टम चलिरहेछ इन्डोनेसियामा। जेको पनि क्युआर, अनलाइन पेमेन्ट या ब्याङ्क ट्रान्सफर सबै अनलाइन क्युआरको फेसन छ इन्डोनेसियामा। यो देख्नु है, लाइट लिएर क्युआर, यो म्यानुअल, यो हो म्यानुअल। यसपछि क्युआर दिन्छ, यस्तो स्टिकर टाँसेर आउँछ। त्यसपछि यसको भ्यालु चाहिँ 60 days हो। अनि तपाईँ इन्डोनेसिया आइसकेपछि यही चिजहरू, पासपोर्ट यदि अनलाइन हो भने चाहिँ स्क्यान गर्नुहोस्, ढोका खोले, छिर्यो त्यसो इन्डोनेसिया। एन्ड देन अर्को स्टेप चाहिँ यु हेभ टु फिल अप यो कस्टमहरू के, कस्टमको चाहिँ अनिवार्य भन्ने नै पर्ने हुन्छ। तपाईँ यदि फोन लिएर आउनुहुन्छ, ल्यापटप लिएर आउनुहुन्छ, पैसा कति छ होइन, जे पनि भन्न सक्नुहुन्छ, या क्यामेरा होइन छ या लिएर आएको छ या छैन। यदि छैन भने सबै नो 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 नो, अनि छ भने चाहिँ यस यस, जे लिएर आउनुहुन्छ। अनि तिनीहरू चाहिँ निस्किने बेला चाहिँ त्यो फोनमा क्युआर नै हुन्छ। क्युआर देखाएर चाहिँ यिनीहरूलाई चाहिँ अफिसरहरू त्यहाँ क्युआरलाई चाहिँ स्क्यान गरेर अनि छिरिदिन्छ। त्यसपछि इन्डोनेसिया छिर्यो है। अनि फाइदा कुरा चाहिँ यो कस्टमर भर्नुको फाइदा चाहिँ, यदि फोन बोकेर आउनुहुन्छ भने फोनको चाहिँ त्यहाँनिर रेकर्ड हुन्छ, फोन चल्छ मजाले, 60 daysको लागि चल्छ। यदि फिलअप गर्नुभएको छ भने चाहिँ केही घन्टा या 24 घन्टा, तिनीहरूको डिपेन्ड चाहिँ जथाभावी छ कि यहाँ पनि चल्छ। त्यही भएर चाहिँ त्यति चिजहरू गर्नुहोस्, अनिवार्य फिलअप गर्नुहोस् यो कस्टम अनि टिकटहरू, भिसा अनि रिटर्न टिकट नेपालको इमिग्रेसनको लागि, नेपाली अधिगमन विभागको लागि। अनि यति नै हो।